अब तो मेरा दिल जागे न सोता है क्या करूं हाय कुछ होता है आहा क्या करूं। जीवनमा केही यात्राहरू योजना भन्दा पनि भावनाबाट सुरु हुन्छन्। यो यात्रा पनि यस्तै भावना र हिम्मतले सुरु भएको थियो। हामीले यस यात्रामा समथर तराईको गर्मी महसुस गर्यौं, हरियाली पहाडका चियाबारी देख्यौं अनि देख्यौं हिउँले छोपिएका हिमाली भूभागहरू। तपाईलाई भित्रका के पैसा लिन्छ? लिँदैन, म निकालिहालेन। ए ठिक छ ठिक छ। हैन त बाहिरै छोडिदिनु हुन्छ। रेस निसे। ल ठिक छ त्यसो केही छैन। जान त पाइयो नि त। यताबाट। खुल्ला खातो पैसा छैन। हस् ल दाइ, धन्यवाद ल। ल हामी चाहिँ फाइनली एयरपोर्ट आइपुगेका छौँ है। अब यहाँ साथीहरू पनि पहिले आइसक्यो ल। सबलाई 6 बजे आइज भन्दै थिएँ मैले, तर म आफै 6 बजे बल्ल इनड्राइभ चढाएको थिएँ। अब कहाँ छन् है? फेक्दो झोला फेक्दो। यो क्यामेरा मैसँग राखेँ है त मैले। निकालिसक्यो। कुन हाल्यो नि? यो किन के 45 मिनटमा के खान्छौ के लाउँछौ? केही ल्याएको छैन हौ यसमा खाने ल। हाल्यो सब ब्याग हाल्यो। हामी छिटो आएर साथीहरू हाम्रो चाहिँ एकदम यो ट्रिप सुरु हुँदैछ। अब हाम्रो पूर्व ट्रिप भनौँ अहिले। कहाँ आउँछ अहिले ठ्याक्कै थाहा छैन। पूर्व ट्रिप हो। अहिले हामी चाहिँ यहाँ प्लेन चढ्ने, हामीलाई प्लेन चढाउने भनेर बस चढाइदिएको छ हामीलाई चाहिँ। एकछिनमा प्लेन चढाउँछु भनेको छ। अब के छ तिमीहरू सबको एउटा एउटा जाओस् न। कति हाम्रो मेन चाहिँ दिलासा टुर हालेको छौ। घरै बसे होइन, ऊ घर कम टुर ज्यादा हान्छ। एक दिन ग्याप होइन, उसको एक दिन ग्याप। 23 गतेदेखि एक दिन ग्याप छ नि। हिजो नि बाहिर ल हिजो नि तिमी एयरपोर्ट होइन। तर हामी चाहिँ त्यस्तो होइन। हामी चाहिँ रिनसिन धनसन गरेर बल्ल तल्ल जुटाएको हो है। ल अब एकदम एक्साइटेड। You were like a ransom note. If I give in, will you come home? I put everything I had into getting you back. I was only 17, and you were the air I breathed. I walked across the burning bridge for you. ल गाइज हामी चाहिँ भर्खर ल्यान्ड भयौँ यहाँ। एकदम फ्रेस फिल भइरहेको छ है। तराईमा आउँदा पनि गर्मी नहुँदो रहेछ भन्ने पहिलोचोटि भइरहेछ। दिउँसो फेरि उस्तै हो। म त तराईमा नन गर्मीमै गर्मी। यहाँ 26 हुनु र काठमाडौँमा 32 हुनु बराबर लगभग। म त तराईमा आएर गर्मी फिल नभए कुल शीतल भए फर्स्ट टाइम। जानु भएर ट्याग भर्खर भयो हाम्रो सभा। त्यही यो जस्तो बाहिरको म पनि भैरवमा एकचोटि गएको बेला चाहिँ पछि थाहा भयो। अनि नेपालमा जाँदा पनि पछि थाहा भयो। एयरपोर्ट भित्रबाट चाहिँ नछिर्ने, बाहिर पुरै एयरपोर्ट बाहिर गेटबाट बल्ल अटो चढ्ने। त्यहाँ चाहिँ सस्तो पर्छ है। आजै इलाम जाने कि आज बस्ने? होइन आजै इलाम। त्यहाँबाट अहिले सिधै इलाम पुग्ने। गाडी भनेको छ कि त्यहाँ? गाडी भने होइन छैन। ल अहिले चाहिँ हामी यो ठ्याक्कै कहीँ पुग्यौँ भन्दा ठ्याक्कै कहीँ पुग्यौँ चाहिँ अहिले चाराली ठाउँ चाहिँ चाराली। अनि एयरपोर्टबाट ठ्याक्क हामी अटो लिएर यहाँसम्म आयो। यहाँ चाहिँ यो उसको गाडी पाउँदो रहेछ यो कन्यामसम्म जाने। अनि हामी चाहिँ यहाँ खास चाहिँ विराटनगर बस पार्क जाने कुरा थियो। बिर्तामोड बस पार्क जाने कुरा थियो, तर यहीँबाट गाडी पाउँदो रहेछ भनेर हामी अब यहीँबाट चल्न लाग्यो। यही गाडी चढ्ने हामी 2563 नम्बरको दाइले यहाँ हाम्रो झोला मिलाइदिँदै हुनुहुन्छ माथि। अब हामी एकदम द्रुत गतिमा कन्याम पुगिहाल्छौँ यहाँबाट। बिस्तारै हामी तराई छोडेर उकालो लाग्दै थियौँ। घुमाउरा बाटाहरूबाट देखिने अग्ला पहाडले मनमा थप उत्साह भरिदै थियो। Just now landed on
कन्याम है गाइज हामी चाहिँ भर्खर गाडीबाट झऱ्यौँ अझै लास्ट जाडो रहेछ यहाँ चाहिँ कन्याममा चाहिँ जाडो छ अब ल यो चाहिँ एक्टिङ गरे है यस्तो नि छैन जस चिसो छ अनि अब चाहिँ हामी के खाउँ पहिला अनि भनेर ऊ त्यो अगाडि चाहिँ झन्डा देखिया चाहिँ छैन ऊ त्यो डाँडामा झन्डा हामी त्यही पुग्ने हो झन्डा भएको ठाउँ है अब यहाँ चाहिँ यो कन्याम बजार मान्छेहरू राम्रो कतै आउँदैन हो के चाहिँ खाजा पाइन्छ होला नि है कता बस्नु है त ए ल बस्छु तू तक सोने कता हो यो खोल्ने चाहिँ ओ यस्तो हाम्रो खाजा खाने ठाउँमा यस्तो चियाबारी छ भाइ ल अहिले चाहिँ कन्याममा हामी यसो खाजा खायौँ है उयो होटेलमा जानुका होटेलमा खायौँ हामीले चाहिँ हो ल तपाईँहरू पनि आउनु भने चाहिँ इट वाज गुड त्यो के मिठो थियो मोमो चाहिँ मिठो थियो यहाँको सबैभन्दा मलाई चाहिँ मोमो बढी मिठो लाग्यो मोमो र थुक्पा चाहिँ खानु यहाँ अब चाहिँ यो माथि हामी ड्रेस लाउने रे यहाँ खै मगर गुरुङ के भन्ने अरे म मान्छे चाहिँ पाउनु तर अब अहिलेलाई जात फेर्नु पर्ने छ डेन्जर देखिया यार तर तल पनि हुनुपर्ने हो क्या तिमी तामाङ भयो तर दारी काट्दैछस् दारी तिमी क्लिन सेभ हान्यो भने चाहिँ बल्ल अलि तामाङ क्लिन सेभ हान्न सलुन खोज्नु पर्यो म नि तामाङ भएको छु म चाहिँ अस्ति नै आउँदा खै के भएको थिएँ दौरा सुरा ला जस्तो लाग्थ्यो ठ्याक्कै याद चाहिँ छैन अहिले चाहिँ हामी तामाङ दाजुभाइ दुईजना माइलो तामाङ के अब तामाङको थर के हुन्छ तामाङै हुन्छ सुरहन तामाङ एन्ड सन्तोष तामाङ म त ऊ परबाट हेरेर चाहिँ तिमीलाई नचिनिरहेको किडीहरू चाहिँ फुल हुने र नि हाम्रो चाहिँ अनि यति माथिको मात्रै यो किन यस्तो भेदभाव यो किन यो भेदभाव के हो यो तामाङ लुगा बनाउने कमिटीलाई मेरो प्रश्न छ यो भेदभाव किन यस्तो चियाबारीमा डुलिरहेको छौँ हामी चाहिँ अहिले के खोजिरहेको छौँ खास भने फोटो खिच्ने राम्रो ठाउँ चाहियो यो चाहिँ के भएछ नि सब चियाहरू काट्दै रहेछ क्या सानो सानो अनि अब वरिपरि राम्रो कहाँ छ अलि राम्रो कहाँ छ भन्दै डुल्दैछौँ तर राम्रो चाहिँ कहीँ छैन तर नि कि त एकदम तल छ त्यहाँसम्म पुग्दैन हामी अब कहाँ जाने भनेर हामी एकदम गइदिउँ न त ल यता गइदिउँ हिँड दोस्त हिँड त्यो कन्याम लेखेको बोर्डतिर त्यतापट्टि यतापट्टि त्यो अलि हरियो जस्तो छ हेर त उयो त तलतिर जस्तो तलतिर अलि हरियो छ हो यो यता काटिसक्यो भएर चाहिँ अलि च्याउ रहेछ क्या र साथीहरू हाम्रो चाहिँ त्यही निर्णय भयो अहिलेलाई यो लुगा चाहिँ आधी घन्टालाई मात्र दिने भन्दै थियो हाम्रो खै 45 मिनट भइसक्यो होला त्यही भएर चाहिँ पहिला लुगा फुकालिदिन्छौँ अब चाहिँ हामी मतलब भित्र लाछौँ सबै फुकाल्दैनौँ होइन अनि त्यसो चाहिँ अब अरू एक्सप्लोर हान्दै बस्छौँ कन्यामको घुमघाम पछि चाहिँ अब हामी लाग्दैछौँ इलाम बजारतिर अब यहाँ चाहिँ त्यो हामी पनि आज जस्तै जिप स्टाइलको गाडी आउँछ भन्ने कुरा छ है भाडा चाहिँ 300-350 त्यस्तै लिन्छ अरे यहाँबाट इलाम बजारसम्म जान्छौँ त्यहाँबाट चाहिँ खास हामी आज पुग्ने चाहिँ शान्ति डाँडामा हो हाम्रो साथीको बिहे छ शान्ति डाँडामा चाहिँ साथीको दिदीको बिहे छ त्यहाँ जाँदैछौँ हामी चाहिँ दुर्गेश इन्जोइङ अन दुर्गेश थापाको गीत भाइबिङ मलाई लिरिक्स चाहिँ थाहा छैन बडाएँ भाइबिङ केटोले चाहिँ के भन्ने केटाले चाहिँ हामी हेरेको हेरे इलाम बजार जाँदै गर्दा वरिपरिको हरियाली र बेला बखतमा झुल्किने पहाडहरूले मनमा छुट्टै आनन्द दिइरहेको थियो। दिलसालाई निस्किन
कुन कुन हाम्रो चिनिन्छ जाऊ जाऊ अनारको जुस ए ढोक्स 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 आयो नि सबै हाम्रो बाँकी छ दिलासालाई लग्नु भयो नि हुन्छ तिमी के नरले नै आइसक्यो इलाम बजार त हामी मेरै जुत्ता बाँकी रहेछ के हो तिम्रो नाम के हो बहिनी हो बहिनीको नाम के हो बहिनीको भनिदेऊ न नाम भनिदेऊ न आइस नामै आइस तिम्रो त बबाल नाम रहेछ नि हो र होइन होला अनि तिमीले धेरै चक्लेट खाएर है क्या दाँत किराले खाएछ दाँत त किराले खाइदिएछ नि धेरै मिठाई खान्छौ हो ओ फ्लिप 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 अहिले चाहिँ हामी इलाम बजारमा छौँ इलाम बजारमा आएर हामीले चिया खायौँ मिठो चिया थियो आन्टीको यो चाहिँ हामी लाप्पा होटेलमा थियौँ यो चिया चाहिँ मिठो थियो हजुरहरूले पनि ट्राई गर्नु होला लाप्पा होटेलमा बहिनी छिने एउटा सानी राम्री बहिनी हेलो गरिदेऊ न हेलो भनिदेऊ न नगर्ने अब चाहिँ हामी गाडी चढेर जान लाग्यो ल हामी इलाम बजारबाट शान्ति डाँडाको जीप चढ्यौँ बिस्तारै हामी बजार छोडेर गाउँतिर लाग्दै थियौँ पसलहरू हटेर अब डाँडाहरू देखिन थाले लगाइज हामी चाहिँ अब यहाँ माथि चढेछौँ है यो ओइ समात है दुईतिरै समात है केटा दुईतिरै है दुईतिरै अहिले चाहिँ अब हामी 15 मिनट जतिमा पुग्छौँ पुग्न लाग्ने ठाउँमा चाहिँ यहाँ चाहिँ पुलिस सुलिस हुँदैन अरे भनेर हामी बसिरहेछौँ नयाँ एक्सपिरियन्स फर्स्ट टाइम हामी भन्दा डाइडर अधिकारी अन्त भेट्नुपर्छ भाइ हेलो हेलो अधिकारी तर यहाँ त अधिकारी भन्दा 10वटा अधिकारी हेर्छ एकचोटिमा तिमीलाई छोडेर हो रेसम अल्लाह रे टिटी जिस्काउँछ मलाई रेसम त्यसपछि रेसम गाइस गीत गाउनु खोजेको गीत आउँदैन तर भाइब चाहिँ आइरहेछ कहिले काहीँ गीत आउँछ भाइब आउँदैन तर अहिले भाइब चाहिँ आइरहेछ गीत आइरहेछ ल ल ल ल ल 1 2 3 गो रेसम फिरिरी रेसम फिरिरी उडेर जाउँ कि डाँडामा भन्छ्याङ रेसम फिरिरी एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ढाकेको यो 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 शुभ विवाह यही हो कि क्या हो अधिकारी लो शुभ विवाह कसको यो लक्ष्मी र यही हो रोक्दो 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 गाडी रोक्दो ओहो ल ल ल म हिसाब मिलाएर आउँदै गर्छु ल हामी चाहिँ अधिकारीकोमा आइसक्यौँ अब हाम्रो ल बेहुलीको भाइ यता हेर न दोस्त बेहुलीको भाइलाई हामीले कामबाट उठाएर गाउँ डुलाउँदैछौँ हाम्रो मेन औचित्य चाहिँ यहाँ गुरुङ गाउँतिर लगनी होइन हो यहाँ होइन यसो गुरुङ केटीहरू हेरौँ भनेको तर यो डरायो देखाएन हामीलाई यहाँ यो बारीमा तपाईँ खेल्नुहुन्थ्यो फुटबल यस्तो डाउन टु के भन्छ डाउन टु अर्थ के भन्छ हम्बल नि त्यो ठाउँबाट आएको भन्छ नि तपाईँलाई यो गाउँमा यो शान्ति डाँडाको मेसी भनेर नि चिन्छन् भने यो कतिको साँचो हो यो कुरा चाहिँ यसमा चाहिँ अलि 90% चाहिँ साँचो हो त्योभन्दा बढी अनि मेसी पनि यस्तै हम्बल डाउन टु अर्थ छ नि त्यसरी भन्दा गर न अलिकति म अफिस कुरा गर्छु के ताप्लेजुङको के कति स्कोप छ यसो तिम्रो अफलाइन त्यहाँ अनि त्यो आज एउटा मन्त्रीहरू
त्यहाँनिरका त्यो मेयर सेयरको हुन्छ नि वडा अध्यक्षहरू तिनीहरूले त्यो केबल कारहरू राख्ने भन्दाखेरि कालो मसो दरेर कुदायो अरे अब होइन यो त मैले नि सुने है दाइले भन्नु झन् नराम्रो न्युज मात्रै सुनाउँछ यार केही पोजिटिभ अहिले नै चाहिँ गाडी बन्द छैन तर तिमीहरू त्यहाँ गएपछि भयो भने चाहिँ तनाव हुन्छ त्यो आज यदि मन्त्री र मेयरलाई नै कालो मसो दल्या भए चाहिँ रिस्की छ ओ त्यो हाम्रो थियो नि 8 सोल्डरवाला ठाउँ क्या होइन सन्दकपुर झन् रिस्की छ केटा किन भनेको त्यो बाटो रिस्की छ के बाटो रिस्की त केही छैन हिँड्दै जाउँ ल गाडी जाँदैन एउटा कुरो लोकल गाडी जाँदैन आफ्नै गाडी लग्ने हो जाँदाखेरि होइन त्यो डोल्पा त जान्छ नि त गाडी पुरै कुरा सुन डोल्पामा नि रोड छैन क्या खोलामा कुदाउने गाडी खोलै खोला गाडी नै कुद्दैन त यता के गर्छौ त खोलै छैन कुदाउनलाई के गर्छौ डाँडा यस्तो छ कि हैन यता खोला नि छैन कुदाउनलाई हामी डाँडाबाट केही खस्यो भनेदेखि हामी 1.5 किलोमिटर तल पुग्छौँ यो सन्दकपुर भनेको पूर्वको हाइएस्ट डाँडा हो कि यो हाम्रो 1800 मिटरको होइन त्यो ए गुवाचुङ कि 3600 मिटरको सन्दकपुर काम लाग्ने भयो हाम्रो घर उता देखिन्छ के 3800 पाथी भएर 3800 हैन हुन्छ 3800 लौ पाथी भएर 3880 पनि हो 3880 हैन 3794 थियो हाम्रो दिपेश कटेल दाई सबैभन्दा फर्स्ट जज त्यसपछि अर्को हाम्रो विद्या ढकाल उहाँ चाहिँ काठमाडौँबाट आउनु भएको छ त्यसपछि हाम्रो पारु कटवाल म्याम हामी 3 जना जज टोटल सबैले ताली बजाइदिनु होला उहाँको लागि